धेरै कुरोको छ खोइ जब फिता नफोन खुट्टुमा त ओइ त्यहाँ कहिले जाएको थियो अब चाहिँ के थियो त्यो चक्रिया पानी जाएन इलान पानी छ अलिकति म यति लातो हुन्छ हामी त भोलि नै गइजान चाउ हेर चाउ ल्याउने ल्याउँदैन एकचोटि हिजो जुल मात्रै परेछ दिउल पनि कुकुरा आउँछ हैन त मजाले अहिले टट्ट पारे पुरा हैन आउँदैन भन्ने विचार गर्थ्यौँ त्यहाँ त टक्क पारे गेल 2 गेल पन्ला या फेर्न अब पुरै सजिलो हुन्छ दिलो भएछ भन्ने हैन जुन किलो हुन्छ अझै भोलि खाउँ कहिले झुमझुमे बनाउनु मित्याले छैन आलु तासी राउ कि आलु अल्लाह गेरै लाग्यो मंडे घंटा लाग्न गएपछि घोर आधा घंटा गर्छ सर 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 चाप्क्याने हुने घोडा झन् कस्तो खतरा हुन्छन् है हैन ब्यागका पैसा गइन्छन् चाहिएको थियो मिलाउनु किन चाहिने त्यस्तो मिलेको किन घोडा चम्चम पर्ने गाडी दिनु आफूले ब्यागमा पैसा पनि त्यस्तो हुनुपर्छ हैन घरबाट पखाइदिने आलु कम सिद्धिएपछि धेरै आने यति राम्रो धेरै आने यार सबै पानी रहेछ नि यार अलिअलि पनि क्या काटे ल्याएपछि सेल ल्याएपछि रक्सी ल्याएपछि घरबाट न सबै डेटेर बुझाउनु छ क्या गोलपिर आलु काटिकन सबै चिज हिउँदोर्खेर गएन पाइने होइन केही न भोलि खानुपर्छ के जान्छ हो कि होइन दुईजनाले छोप्रा त ठिकै हुन्छ मस्तै हुन्छ भोलि यस्तो बात गरी अहिले पानी हाले हाल्यो
हुन्छ ल्याएको हुन्छ होइन घरको होला नि यस्तो हुन्छ पानी सुकेपछि हाल्ने होइन अरू भएको छैन पानी सुकेपछि हुम्लाको कोदो जम्लाको फापर भयो म भिडियो सम्झ खेत होटल नि त जानु अरू के काम यो पाण्डव होटलमा अवस्था त्यस्तै छ तरकारी कुम भएको जस्तो छ यार अरू कुम छ त फेरि तलै छ सही पुगेन बाबु छोरा भरि बसेपछि त अनि हाम्रो जाने गइन्छ हो कि अवस्था गाह्रो हुन्छ होइन पछि अहिले त मेरो लागि त यिनीहरू केही चिन्ता मान्दैन होला पछि भविष्यमा के हुन्छ के हुन्छ यस्तो भिन्न बसिरहेको छ यस्तो मेरो लागि सोच्नु पऱ्यो लिने होइन त हो कि अर्का घर गएर गिल्ला हुन्छ कि हेर्नु नि हामी मोबाइलमा यस्तो ल 10 मिनट खानु एकैन लाग्नु खासै कम भइदिनु जस्तो बिल्कुल जस्तो एक त हात काट्यो बिगार्नमा त गर्छन् होइन के गर्दैन